को नाउँमा लोकतन्त्रमाथि छेडखानी गरियो भने फेरि यो सिंहदरबारको विरुद्धमा अथवा सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा फेरि पनि तपाईँको चाहिँ विद्रोह हुन्छ र आजसम्म सिंहदरबारभित्र छौँ। राष्ट्रियताको सवालमा एक इन्च तलमाथि हामी सर्दैनौँ सभामुख महोदय। त्यसैले त्यसै गरी माननीय सदस्य आर्यन राईलाई समय दिन्छु, छोटकरीमा आफ्नो बनाइराख्नुहोस्। सभामुख महोदय, प्रतिनिधि सभा नियमावली 2083 को नियम 56लाई हामीले कार्यान्वयन गर्ने कि नगर्ने यो प्रश्न सोध्न चाहन्छु। र अर्को चाहिँ हामीले कहिलेसम्म प्रधानमन्त्रीज्यूले दिनुभएको राष्ट्रघाती अभिव्यक्तिको विषयमा यो सदनमा फरक मत राखिराख्नुपर्ने हो, म त्यो सोध्न चाहन्छु। के 1 वर्ष 2 वर्ष 5 वर्ष हामी प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति उहाँले करेक्सन गर्नुपर्छ यस सम्मानित सदनको रोस्टममा। र त्यसै गरी सम्माननीय सभामुख महोदय, एउटा गम्भीर विषयमा उठान गर्न चाहन्छु। मेरो दलको कार्यालयमा केही इन्डियन विद्यार्थी र केही नेपाली विद्यार्थीहरू आएर रोएको निकै दिन भयो। यो MBBS र BDS पढ्ने विद्यार्थीहरूको समस्या हामीले निकैचोटि सुन्यौँ। साह्रै उहाँले तपाईँको चाहिँ हाम्रो दलको कार्यालयमा आएर उहाँहरू रोएर कराएको हुँदाखेरि हामीले विषय यहाँ उठान गर्न चाहन्छौँ। सभामुख महोदय, त्रिवी चिकित्सा शास्त्र अध्ययन संस्थानको आङ्गिक तथा सम्बन्ध प्राप्त मेडिकल कलेजहरूमा सञ्चालित MBBS तथा BDS का विद्यार्थीहरूसँग 5 वर्षको लागि 18 महिना नपुग्दै पुरै फी असुलेर 4वटा एक्जाम एटेम्प जबरजस्ती गराएर उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई बेरियरमा पारी कलेज आउट गरेर निर्दोष विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्ने गरिएको रहेछ। सभामुख महोदय, यसरी निर्दोष विद्यार्थीहरूको भविष्यमाथि किन कलेजहरूले व्यापारिक हिसाबले दृष्टिकोणले व्यवहार गर्ने गरिन्छ? यी निर्दोष विद्यार्थीहरूको न्याय पाउनुपर्छ भन्ने म यहाँ बुद्धगत रूपमा राख्न चाहन्छु। सामान्यतया MBBS को 5 वर्ष हुँदै व्यापारिक हिसाबले 18 महिना नपुग्दै जबरजस्ती विद्यार्थीहरूबाट एकजना बराबरबाट लगभग 50 लाख फी बापत रकम उठाउने धन्दा गरेको देखिन्छ। के यसरी व्यापारिक दृष्टिकोणबाट कलेजहरू चल्न पाउने हो? सभामुख महोदय, 5 वर्षको लागि भनेर फी उठाउने काम भएको छ, तर 2 वर्षमा 4 पटक जबरजस्ती 15 दिनको ग्याप गरेर पहिलो र दोस्रो वर्षको परीक्षा गराई फेल गर्ने मानसिकता त्रिभुवन युनिभर्सिटी लागेको छ। पीडित विद्यार्थीहरूको गुनासो भएको हुँदा पीडितहरूको गुनासो सुनाइयोस् भन्न चाहन्छु। पीडित विद्यार्थीहरूको गुनासोको आधारमा कि फी बाबत तिरेको रकम फिर्ता पाउनु पर्यो, होइन भने विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नगर्नुको लागि अनुरोध गर्न चाहन्छु। पढ्न पाउने वातावरण युनिभर्सिटीले गरिदिनु पर्ने माग समेत उहाँले राख्नु भएको छ। कतिपय विद्यार्थीहरूले मानसिक तनाव खेप्न नसकेर डिप्रेसनमा परि आत्महत्यासम्म गर्नुपर्ने बाध्य भएको छ र कति त त्यसमा चाहिँ आत्महत्या पनि गरेको छ भन्ने सुनेको छ। सभामुख महोदय, यस सम्बन्धित मन्त्रालयले तुरुन्तै हेरोस् भन्न चाहन्छु। र यसै गरी सरकारले अहिले संविधान संशोधनको नाममा प्रदेश खारिजको कुरा, लोकतन्त्र संहिता धर्मनिरपेक्षमाथि छेडखानी गर्नु जुन दुस्साहस गरेको छ, सभामुख महोदय, यस सम्मानित सदनमा म भन्न चाहन्छु, यदि संविधान संशोधन गर्ने हो भने आज एक तिहाई तपाईँको चाहिँ महिलाहरूको अधिकार संविधानमा सुनिश्चित छ, त्यसलाई 50% पुर्याइयोस् र आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, उत्पीडित र तपाईँको चाहिँ पछाडि पारेको समुदायलाई माथि उठाउने, विद्यार्थी, मजदुर, किसानको चाहिँ पक्षमा हिजो 2072 जारी भएको संविधानले कहाँ अधिकार कुण्ठित गरेको छ, त्यो उनीहरूको अधिकारमा तपाईँको चाहिँ पूर्ण विचार गरेर संविधान संशोधन भन्ने गरियो सभामुख महोदय। तर संविधान संशोधन अथवा सिंहदरबारमा बस्ने शासकको चाहिँ विरुद्धमा किन विद्रोह भयो भने सभामुख महोदय, यो सिंहदरबारले मेरो हितको निम्ति पनि काम गर्छ भन्ने अनुभूति नभएको कारणले गर्दाखेरि सिंहदरबारको विरुद्धमा 2007 सालदेखि अहिलेसम्म विद्रोह हुँदै आएको छ। त्यसैले म अन्तिम भन्न चाहन्छु, संविधान संशोधन यदि गर्ने हो भने अघि नै मैले भने ती उत्पीडित समुदाय र तपाईँको पछाडि पारेको नागरिकहरूको पक्षमा संविधान संशोधन गरोस्।